सो हे गाइस वेलकम बैक टू अनदर ब्लॉग दिस इज करण तमाङ अनि फेरि पनि तपाईहरुले स्वागत छ एउटा अर्को नयाँ भिडियोमा र धेरै जनाले सोध्दै थियो कहाँ बस्छु म इन्डियामा म बस्छु लखनऊमा लखनऊ बसेर पनि लखनऊको कम्ती भिडियो छ अनि यो पाली चाहिँ मैले सोचे लखनऊको पनि भिडियो बनाऊ अनि लखनऊ शहरमा बसेर पनि यताका गाउँहरुमा भिजिट गरेन कहिले पनि र आज चाहिँ म गाउँमै आएको छु आज चाहिँ म एउटा पास्टरको घरमा आएको छु गाउँतिर र आज चाहिँ छुट्टीको बेला थियो सैटरडे अनि सैटरडे चाहिँ हाफ डे हुन्छ तर पनि छुट्टी लिएर आएको अनि भोलि चाहिँ सन्डे अनि एउटा सन्डे चाहिँ मेरो मिस हुन्छ होला चर्चको तर पनि केही छैन र आज चाहिँ हामीहरु गाउँ डोल्न आएको र हामीहरु लखनऊदेखि 200 किलोमिटर टाढा आएको छ 4-5 घण्टा लाग्छ ट्रेनमा र आज चाहिँ म तपाईहरुले गाउँहरु देखाउँछु इन्डियाको गाउँहरुमा के हुन्छ यहाँको कल्चरहरु खानपान अनि यहाँको मान्छेहरु कस्तो रहेछ गाउँमा अनि गाउँ पनि देखाउँछु धेरै पुरानो गाउँ रहेछ र अहिले म गाउँमै छु र गाउँदेखि म शूट गर्दै छु अहिले चाहिँ हामीहरु खाजाहरु खाएर अहिले चाहिँ बाहिर जाने शूटहरु गर्ने अनि फोटो शूटहरु छ के भिडियो शूटहरु गर्ने छ आज हामी र म तपाईहरुलाई देखाउँछु कस्तो गाउँ छ भनेर अन्त धेरै जनाले भन्दै थियो मैले नेपाली र तामाङमा भिडियो बनाउनु अनि यो भिडियो चाहिँ म नेपालीमा बनाउन कोसिस गर्छु अनि धेरै शब्दहरु यस्तो छ मैले नेपालीमा थाहा छैन अनि त्यसमा चाहिँ म हिन्दी युज गर्छु अनि तिनिम ताङ समनम छ कोरबरी खबी न्याको टाइम त जि लखनऊ डिनो 22 जिमा अनि 13:20 जिम अनि तिनी बिदाम बि अफिस ला अनि नमसम संडे नमसम चर्च में नमसम चर्च येरबा खम तलबंग सम चुजे येरबरी न 4 घंटा लगते अनि नमसो शोरी टोंगसम संडे रि फिर नेसे से म फेपा अनि तिनी नमसो करबे खबी चुंगुर की नमसा खदबंबा मीमा खदबंबा चागेन तम्मा पंगबरी अनि चुंगुर तेरम तावंग स वा प्रेवी सीजन में चुंगुर में र अहिले चाहिँ गहुँ काट्नको सिजन भयो अहिले चाहिँ हामी यो फिल्डमा खेतमा जाने छौं हेर्छु यहाँको कस्तो कस्तो हुन्छ भनेर र छौमै यो लागेको रहेछ अनि नेपालीमा चाहिँ मैले थाहा छैन के भन्छ भनेर अनि तामाङमा पनि के भन्छ थाहा छैन अनि इंग्लिशमा चाहिँ ड्रम स्टिक भन्छ मेनली साउथ इन्डियामा चाहिँ धेरै युज गर्छ अनि मेनली चाहिँ इन्डियामा धेरै युज गर्छ साम्बारहरुमा बनाउनको लागि तपाईहरु नेपालीमा नाम थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला यहाँ चाहिँ रुख्नै रहेछ यसको अनि हाम्रो सरहरु अहिले टिप्ने रे अनि घर लाने रे यो चाहिँ ड्रम स्टिक आई डोन्ट नो नेपाली र तामाङमा के भन्छ होला अनि यो चाहिँ गाउँको भ्यू माथिदेखि अनि यो चाहिँ गाउँ रहेछ यताको धेरै शान्त रहेछ र अहिले हामी निस्किने लागेको अब खेततिर जाउँ तेरे घर गए तलवङसम वामा प्रे रिभर सम्म तिर तल सीजन न जुन नम्बर वा प्रेबिला तेरे निमा यटिबा वा प्रेबि क्लारी अनि चागेन खदबा तबा मंग अनि वा प्रेबा मंगा द शेबा तर चुंगुर में मंगा द चाजिम चाइनीज मंग ख्यामा तलवङसम चुंगुर में मरंग बिया रिसलम अनि थेनमा थारे कि नजे वा प्रेबा खम्बा तेरे चागेन घर गरे यर्चे अनि यहाँको मान्छेहरुले चाहिँ मैले चाइनीज सोचिरहेको छ अनि यिनीहरुले सोच्दै होला मैले गाउँसो काट्न आउँदैन तर मलाई एक्सपिरियन्स छ त्यसको पनि अनि आज चाहिँ म देखाउँछु र अहिले चाहिँ हामीहरु पुगिसक्यो खेतमा र गर्मी चाहिँ यति छैन किनभने हिजो अस्ति पानी परेर अलि चाहिँ गर्म कम्ती भएको छ तेरम फेकजिनीमा गररी त म चुंगुर वामा प्रे रिभरिम गर्मी में होदे अरे तिला दंशन नमी भी उजो बजे गर्मी में होदे अरे अंचुरी वा प्रे रिबंग आइला कैप्टन मा चावा खंबा मिमा अनि म क्योरियर त छमदवा हामीहरु जाने पर्ने अगाडियो मेरो पछाडी तपाई हेर्नुस् त गाउँ काट्दै रहेछ अनि हिन्दीमा चाहिँ गेहूं भन्छ नेपालीमा पनि गेहूं भन्छ होला मैले कसैले सोधेको थियो नेपालीमा के भन्छ भनेर
अनि धेरै कुराहरू छ जस्तो नेपाली वर्डहरू थाहा भएन भने म आफ्नो साथीहरूलाई आफ्नो भाइ बहिनीहरूलाई सोध्छु अनि जसले भिडियो हेर्दा त्यसले थाहा नै होला मैले कोसँग सोधेको भनेर। हिन्दीमा चाहिँ गहुँ भन्छ, नेपालीमा पनि गहुँ भन्दो रहेछ अनि हाम्रो तामाङमा चाहिँ वा भन्छ। अनि अब चाहिँ काट्न सिजन भयो यो अनि ऊ त्यहाँ चाहिँ काट्दै रहेछ अनि हामीहरू चाहिँ अहिले जानुपर्ने अगाडितिर। तो अभी हम खेत में पहुंच चुके हैं। गर्मी इतना नहीं है क्योंकि कल परसों जो है बारिश हुआ था तो उसकी वजह से टेम्परेचर सही है, इतना गर्मी नहीं है। तो अभी हम आए खेत में, गेहूं की कटाई चल रहा है, गेहूं का सीज़न है और अभी हम लोगों से मिलते हैं और कुछ लोग अभी खेत में गेहूं काट रहे हैं, देखते हुए उनको गेहूं काटते हुए, और मौका मिला तो हम भी काट देंगे थोड़ा बहुत। र अब चाहिँ मेरो पालो गेहूं काट्नु हो। तेरे मैले भारी वा था बिला अनि ngayla captain ma chaw khamba churi wa preri batabam an ngaya pregen check काम लबरी मा खांगा न कोरबरी खाबी हमबा अनि थेनमा चाहिँ मेन डिसलम दा वा प्रेबा आसे अनि यिनीहरूले सोच्दै होला मैले चाहिँ गहुँ काट्न आउँदैन, तर अलरेडी मैले एक्सपिरियन्स छ यसको पनि। अनि मेरो दिदीहरूले हेर्दैछ भने भिडियो लावलदेखि तिनीहरूलाई थाहा छ हामीहरूले यस्तो काम गरिसके, भाइहरूले पनि भिडियो हेर्दैछ भने तिनीहरूले थाहा छ हामीहरूले यस्तो काम चाहिँ गरिसके पहिलादेखि नै र एक्सपिरियन्स छ। र अब चाहिँ घाम पनि चर्को भयो र अब चाहिँ अलिकति देर मात्रै हो, फिर हामी निस्कुनु पर्छ यो ठाउँबाट। र अब चाहिँ म पनि काटेर हेर्छु काट्नु सक्छ कि सक्दैन। र अब चाहिँ मेरो पालो, अब चाहिँ म काट्छु। धेरै वर्ष भयो नकाटेर, खै सक्छ होला मैले। अनि वाप्रेबा पनि यो सेवा वा प्रेबा मिले प्यारे तवा ये प्रेबा सेवा तले वंश पहिल्यांदा प्रेम र हामीहरूले बिहान यहाँदेखि स्टार्ट गरेको अहिले चाहिँ सकिए नै लाग्यो। अब चाहिँ यति मात्रै काट्ने किनभने अलिकति सुट गर्ने थियो हामीहरूले। अनि उजुन चाहिँ प्रेबी चुसम फेक्का जितेरे तेम चाहिँ क्वाजन चाहिँ तेरे मु पार्टी प्रेगेन तेरे तले वंश सुट लागि न चाहिँ क्वाजे प्रेबी। अनि अब त सक्यो, अलिकति मात्रै बाँकी छ। अब चाहिँ हामी उता जाने अनि एकछिन बसेर पानीहरू पिउँ, फेरि यहाँबाट अर्को ठाउँमा जाउँ अभी। अनि एउटा अर्को कुरा, यहाँ चाहिँ मसिन लगाएको रहेछ पानीको लागि। यहाँ चाहिँ पुरा जमिनभित्रदेखि पानी आउँदैछ, मसिन लागेको छ, सोलरदेखि यो चल्दैछ। अनि यस्तो व्यवस्था छ यहाँ पानीको खेतको लागि। हाम्रोतिर त अब खोलाहरू हुन्छ, खोलाको पानीले खेतहरूमा पानी बिहाउँछ। अनि यङ्गी नम्समारी सोङमा त भाउ जुदैन ये पिपा यङ्गी गरामारे चुङ्गुरमा ले आरे ये अरे सोङमा अरे चुङ्गुर सनङ जे ये खरिबा अनि चुरी सोलर लगाइदि बिरिम हुजे बिजुली जे चु चल्दिरे बरिम हुजे ये खरिबा तर क्योर यट्टी बजु चु ये गरारी तेरे निमा टुगेनियम अनि यीमा थुङ्गन अनि यर्गेन अर्को क्लारी। र गाइस अब चाहिँ हामी निस्केको अर्को ठाउँमा, तेरे अर्को क्लारी यट्टीबा चुङ्गुर काम हुजु फेजी तेरे अर्को क्लारी यट्टीबा तेरे छप्पा छरिबा अलि चाहिँ घाम चाहिँ चर्को भयो। अब चाहिँ हामी अर्को ठाउँमा जाँदैछौँ र अब चाहिँ एउटा दुईटा ड्रोन शट लिन्छु, हेर्छु पाउँछ कि पाउँदैन राम्रो। र अहिले चाहिँ हामीहरू आइपुग्यो रुममा पास्टरको। अनि अहिले चाहिँ हामीहरू खाजा खाँदैछौँ। म खाजामा देखाउँछु के छ भनेर। खाजामा चाहिँ पकौडा छ अनि चटनी छ। अनि यहाँ चाहिँ मेरो भिडियोहरू एक्सपोर्ट हुँदैछ, अहिले हेर्दैछु। यो चाहिँ भर्खर चार्ज गरेर राखेको। अनि यो चाहिँ ड्रमस्टिक इङ्ग्लिसमा भन्छ, हिन्दीमा थाहा छैन मैले के भन्छ, नेपालीमा पनि थाहा छैन के भन्छ। तपाईँहरूले थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला यसलाई के भन्छ। अनि खै तामाङमा पनि के भन्छ होला, हाम्रो त्यहाँ गाउँतिर त मैले हेरेको छैन यस्तो हुन्छ भनेर। अब चाहिँ यो खाउँ पकौडा अनि फेरि चाहिँ बाहिरतिर हिँड्नु। र खाजा चाहिँ खाइसक्यो, अब हामी चाहिँ बाहिर निस्केको अब गाउँ डुल्न।
अनि यता चाहिँ नानीहरू रहेछ अनि सबै हेर्दैछ मलाई। मेरो पछाडि नै छ नानीहरू। अनि फर्स्ट टाइम यिनीहरूले यस्तो हेर्दै होला। अनि यहाँ चाहिँ कुवा पनि रहेछ, पानी पनि छ। अहिले हेर्छु कति डिप छ। यो चाहिँ गाउँ यताको, गाउँ चाहिँ धेरै राम्रो रहेछ। यो चाहिँ गाउँको भ्यू, यो चाहिँ नानीहरू अनि यो चाहिँ कुवा धेरै डिप रहेछ अनि पानी पनि छ यसमा। र अब चाहिँ हामीहरू गाउँ डुलिरहेछ। हेर्छु अहिले के हेर्न पाउँछ गाउँमा। अनि मान्छेहरू त सबै हेर्दैछ मलाई। अनि मिमाचा मंगादन चारिबा खोला मन्छ मन्यटिबा नदा चाजिम। र गाउँ चाहिँ धेरै राम्रो रहेछ। र अहिले हामी चाहिँ पुरा डुलिरहेको उताबाट। घरहरू चाहिँ पुरानो जस्तै अनि राम्रो पनि रहेछ गाउँहरू। अनि मेरो पछाडि बाजे चाहिँ पोट बनाउँदै रहेछ, मटका। आई डोन्ट नो नेपालीमा के भन्छ। र अहिले चाहिँ यो गाउँमा चाहिँ एउटा अङ्कलले चाहिँ पोट बनाउँदै रहेछ। हामीहरू हेर्नेछौँ कस्तो बनाउँदै रहेछ। तुम्हारा नाम क्या है? चुनवार। चुनवार। कब से ये कर रहे हो? ये हो गया हम कम से कम 50 साल कर। 50 साल? हाँ। तुम्हारा उम्र कितना है? जो उम्र हमारा 70 की उम्र। र अहिले चाहिँ हामीहरू होटल पुगिसक्यो। र आज चाहिँ हामीहरू गाउँ डुल्न गएको थियो। र त्यहीँ नाम छ करबरियारबी। अनि पहिलेदेखि धेरैजनाले भन्दै थियो तामाङ अनि नेपालीमा भिडियो बनाउनु। अनि सम्मजना बङ्डी तामाङडी अनि नेपाली र भिडियो सँग बङ्जिम अनि छु भिडियो मी नेपाली र तामाङडी सेङबिम्बा अनि हिन्दी मोदे आपाङ छु भिडियो री। अनि यो भिडियोमा चाहिँ हिन्दी भाषा चाहिँ युज गरेन। अनि तपाईँहरूले भिडियो मन पर्यो भने लाइक गर्नु अनि नयाँ हो भने सब्सक्राइब गर्नु नबिर्सिनु होला। अगर आप सभी नए हैं तो सब्सक्राइब करना ना भूले। तो नेक्स्ट ब्लॉग के लिए आप लोग कमेंट बॉक्स में लिख सकते हैं आपको किस लैंग्वेज में अगला ब्लॉग चाहिए, क्योंकि काफ़ी लोगों ने मुझे पहले से बोला था आप नेपाली और तामाङ में वीडियो बनाएं। और ये ब्लॉग पूरा नेपाली और तामाङ में है। अगर आप लोग हिंदी में चाहते हैं तो आप लोग कमेंट बॉक्स में लिख सकते हैं। तो गाइस मिलते हैं अगले नेक्स्ट ब्लॉग में। बाय बाय।